आजको यस भिडियोमा हामीले कुरा गर्नेछौँ गोल्डमा लगानी गर्दाखेरि राम्रो हुन्छ कि म्युचुअल फन्डमा। तपाईँ आफ्नो पैसालाई कहाँ लगानी गर्दाखेरि राम्रो हुन्छ, गोल्डमा इन्भेस्टमेन्ट गर्दाखेरि के कतिको फाइदाहरू रहेका छन् अनि म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्दाखेरि के कतिको फाइदाहरू रहेका छन्। नेपालको कन्टेक्स्ट कुरा गर्दाखेरि गोल्डमा अहिले साथीहरू प्राइस धेरै नै राम्रो भइरहेको छ अनि म्युचुअल फन्डको कम्पेयर गर्दाखेरि तपाईँले के कतिको त्यसमा फाइदा रहेका छन्, कुन लगानी कसको लागि राम्रो हो, त्यो सबै जानकारी तपाईँले यस भिडियोमा दिनेछु है। अब सुरु गरौँ साथीहरू गोल्ड इन्भेस्टमेन्टबाट। गोल्डमा तपाईँले कसरी इन्भेस्टमेन्ट गर्ने। गोल्ड इन्भेस्टमेन्ट भन्नाले तपाईँले सुन किनेर राख्नु हो, जस्तै बिस्कुट भयो, कोइन भयो अनि आजभोलिको डिजिटल गोल्ड पनि हो है। सो यस प्रकारले तपाईँले के गर्न सक्नुहुन्छ, गोल्डमा आफ्नो पैसा लगानी गर्न सक्नुहुन्छ, इन्भेस्टमेन्ट गर्न सक्नुहुनेछ। अब गोल्ड इन्भेस्टमेन्टको सबभन्दा ठुलो फाइदा के हो भने साथीहरू, यो लामो समयसम्म यसको मूल्य स्थिर हुन्छ। जस्तै तपाईँले सेयर मार्केटमा किनबेच गर्नुहुन्छ भने त्यहाँ तपाईँको पैसा अप एन्ड डाउन मार्केट पर्फर्मेन्स अनुसार भने गोल्डमा साथै तपाईँको पैसा यहाँ के हुन्छ, अप एन्ड डाउन हुँदैन है छोटो समयको लागि। सो यसको पैसाहरू स्थिर हुन्छ है। अब इन्फ्लेसन बाढ्दा पनि सुन सुरक्षित मानिन्छ। इमर्जेन्सी पर्यो भने सुनलाई हामीले सजिलै बेचेर हामीले पैसा निकाल्न सकिन्छ। गोल्डमा यदि तपाईँ इन्भेस्टमेन्ट गर्नुहुन्छ भने त्यहाँ बढी रिस्क लिनु पर्दैन। सेयर मार्केटमा इन्भेस्टमेन्ट गर्नुहुन्छ भने त्यहाँ बढी रिस्क लिनुपर्ने हुन्छ। सेयरको प्राइजहरू अप एन्ड डाउन भइरहेको हुन्छ एज अ मार्केट पर्फर्मेन्स अनुसार एक दिनमै घटबढ भइरहेको हुन्छ है। तर गोल्डमा तपाईँले इन्भेस्टमेन्ट गर्नुहुन्छ भने यहाँ तपाईँको के हुन्छ, बढी रिस्क लिनु पर्दैन है। तर यहाँ साथीहरू गोल्डको केही बेफाइदाहरू पनि रहेका छन्। जस्तै कुनै पनि तपाईँले सुन किनेर आफ्नो घरमा राख्दाखेरि अथवा हराउनबाट, चोरी हुनबाट यो जोखिम हुनसक्छ अनि यसले साथीहरू मन्थली इन्कम दिँदैन। मन्थली इन्कम जस्तो पैसा हुँदैन। तपाईँले एकैचोटि बेचेपछि मात्रै तपाईँले पैसा त्यहाँबाट ल्याउने हो है। तपाईँसँग गोल्ड छ भने तपाईँ एकैचोटि बेचेर अनि सबै पैसा तपाईँले ल्याउन सक्नुहुन्छ है। गोल्डमा तपाईँको मन्थली इन्कम आउँदैन, यो कुरा बुझ्नुपर्ने हुन्छ। अब कुरा साथीहरू म्युचुअल फन्डको। म्युचुअल फन्ड भनेको के हो? म्युचुअल फन्ड भनेको तपाईँको पैसा प्रोफेसनल फन्ड म्यानेजरले सेयर भयो, बोन्ड भयो, ठुलो ठुलो कम्पनीहरूमा लगानी गरिदिने एउटा सिस्टम हो। म्युचुअल फन्डको साथीहरू मुख्य फाइदाहरू के हो भने साथीहरू यसले हाई रिटर्न दिने सम्भावना हुन्छ। जस्तै मार्केटको पर्फर्मेन्स अनुसारले हाई रिटर्न यसले दिन्छ। लङ टर्मसम्म तपाईँले इन्भेस्टमेन्ट गर्दै जानुभयो भने यसले हाई रिटर्न दिन्छ। सानो रकमबाट पनि हामीले सुरु गर्न सकिन्छ। जस्तै तपाईँसँग 2000 छ, 3000 छ, तपाईँले 2000 गरेर तपाईँले एसआइपी मार्फत तपाईँले इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ म्युचुअल फन्डमा। सो साथीहरू तपाईँले म्युचुअल फन्डमा थोरै रकमबाट पनि लगानी गर्न सक्नुहुन्छ। अनि तपाईँले साथीहरू यहाँ मार्केटको सबै कुरा बुझ्नु जरुरी छैन। तपाईँले म्युचुअल फन्डमा यदि इन्भेस्टमेन्ट गर्दै हुन्छ भने मार्केटको सबै कुराहरू बुझ्न आवश्यक छैन। सेयर मार्केटमा तपाईँले इन्भेस्टमेन्ट गर्नुहुन्छ भने त्यहाँ सबै कुरा बुझ्नुपर्ने हुन्छ। कतिको प्राइस भइरहेको छ, कुन कम्पनी के कस्तो रहेका छन्, कतिको डिभिडेन्ड दिइरहेको छ कम्पनीहरूले, त्यो कुरा बुझ्नुपर्ने हुन्छ। तर म्युचुअल फन्ड तपाईँले एसआइपी मार्फत तपाईँले लगानी गर्ने हो। सो एसआइपीबाट तपाईँ लगानी गर्दाखेरि तपाईँले बढी बुझ्नुपर्ने हुँदैन। सबै कुरा सेयर मार्केट सम्बन्धी जानकारी लिनु पर्दैन। तपाईँको पैसा प्रोफेसनल फन्ड म्यानेजरहरूले म्यानेज गरिदिइरहेको हुन्छ, तपाईँलाई बढी रिस्क लिनु पर्दैन है। अब साथीहरू यहाँ सट्टामा यसमा लस पनि हुन्छ। यदि तपाईँ लङ टर्म भिजनको साथ तपाईँले कारोबार गर्न चाहनुहुन्छ, लगानी गर्न चाहनुहुन्छ भने तपाईँलाई यहाँ फाइदा हुन्छ। यदि तपाईँ छोटो समयको लागि पैसा लगानी गरेर अनि तपाईँ यहाँबाट इन्भेस्टमेन्ट तपाईँले यसमा इन्भेस्टमेन्ट गर्नुहुन्छ भने तपाईँ धैर्य अनि लङ टर्म सोच बनाएर मात्रै इन्भेस्टमेन्ट गर्नु होला है त। अब छोटकरीमा हामीले कुरा गरौँ साथीहरू म्युचुअल फन्ड अनि गोल्डको बारेमा। हामीले साइड बाई साइड कम्पेयर गर्दाखेरि के कतिको फाइदाहरू, के कतिको जोखिमहरू छ भन्ने कुराहरू तपाईँलाई म भन्न गएछु। सुरु हामीले रिस्कको कुरा गर्दाखेरि गोल्डमा साथीहरू रिस्क कम हुन्छ। तपाईँले कम रिस्क लिनुपर्ने हुन्छ गोल्डमा। अनि म्युचुअल फन्डमा तपाईँको रिस्क मध्यमदेखि अलिक उच्च हुन्छ है। तपाईँको साथीहरू यहाँ अलिक बढी रिस्क हुन्छ म्युचुअल फन्डमा है त। रिटर्न हेर्ने हो भने साथीहरू गोल्डले कमदेखि मध्यम रिटर्न दिन्छ भने म्युचुअल फन्डले मध्यमदेखि उच्च रिटर्न दिन्छ। गोल्डले साथै तपाईँको कम रिटर्न दिन्छ भनेपछि म्युचुअल फन्ड तपाईँको बढी रिटर्न दिने सम्भावना छ। यदि लङ टर्मको सोच बनाएर तपाईँ इन्भेस्टमेन्ट गर्नुभयो भने म्युचुअल फन्डमा भने तपाईँको रिटर्न अलिक बढी आउँछ है गोल्डभन्दा। लिक्विडिटी कुरा गर्दाखेरि साथीहरू दुवैमा राम्रो छ। म्युचुअल फन्डमा पनि राम्रो रहेका छन् अनि गोल्डमा पनि राम्रो रहेका छन् है। इन्फ्लेसनबाट बचाउने काम दुवैले गर्छ। अब प्रश्न आउँछ कुन लगानी कसको लागि राम्रो। अब म्युचुअल फन्ड कसको लागि राम्रो हुन्छ, गोल्ड कसको लागि राम्रो हुन्छ। यदि तपाईँ रिस्क लिन चाहनुहुन्छ अनि आफ्नो पैसालाई सुरक्षित राख्न चाहनुहुन्छ भने गोल्ड इन्भेस्टमेन्ट तपाईँको लागि राम्रो विकल्प हो। यदि तपाईँ लङ टर्म सोच बनाएर तपाईँले थोरै थोरै इन्भेस्टमेन्टबाट तपाईँले बढी प्रफिट गर्न चाहनुहुन्छ भने म्युचुअल फन्ड तपाईँको लागि राम्रो हुन्छ। सो यदि तपाईँ धैर्यको साथ लङ टर्म भिजनको साथ तपाईँले इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ भने म्युचुअल फन्ड तपाईँको लागि राम्रो इन्भेस्टमेन्टको रूपमा लिन सक्नुहुन्छ।
सकिन्छ। सो साथीहरू यो थियो तपाईँले कहाँ इन्भेस्टमेन्ट गर्दाखेरि कतिको प्रफिट रहेका छन्, कतिको जोखिम रहेका छन् त्यसको बारेमा मैले भनिदिएँ। सो अन्त्यमा हामीहरू साथीहरू यति बुझौँ, तपाईँसँग कतिको रिस्क लिने क्यापेबिलिटी छ, तपाईँको गोल के रहेका छन्। सो आफ्नो हिसाबले तपाईँले आफ्नो रिस्क लिने क्यापेबिलिटी अनुसार तपाईँले इन्भेस्टमेन्ट गर्नुहोला। सो सही लगानी भनेको साथीहरू यहाँ आफ्नो गोल, टाइम र रिस्क लिने क्यापेबिलिटी अनुसार लगानी गर्ने हो। गोल भनेको सुरक्षा हो अनि म्युचुअल फन्ड भनेको ग्रोथ हो। आजको लागि यति थियो साथीहरू। तपाईँहरूको मनमा कुनै पनि जिज्ञासा हुन्छ भने प्लिज कमेन्ट गर्नुहोला। हस्त धन्यवाद। जय नेपाल।